आज म बनाउँदैछु एकदमै दामी नुडल्स फ्राई। एकदमै मिठो हुन्छ। सुरुमा चाहिँ एउटा प्यानमा पानी बसाल्ने, यसरी वाइवाई र रामेन मिक्स गरेर बनाउनु भयो भने चाहिँ अझै मिठो हुन्छ। मैले चाहिँ आज 2 प्याकेट वाइवाई र 1 प्याकेट रामेन युज गरेर बनाउँदैछु। यसलाई चाहिँ अब मिडियम हिटमा नपाकुन्जेलसम्म उमाल्न दिने। पानी बाँकी भए पनि यो चाहिँ पानी नफाल्ने र निकाल्ने। यसलाई चौचो पाकेपछि र एउटा प्यानमा चाहिँ तेल तताएर प्याज, क्याप्सिकम, गाजर, गोलभेडाहरू हाल्दिने। के भेजिटेबल्सहरू मनपर्छ त्यही एड गर्न सक्नुहुन्छ। मजाले फ्राई गर्ने यसलाई हाई हिटमा र भेजिटेबल्सहरू हल्का पाकिसकेपछि यो बोइल गरेर राखेको नुडल्सलाई हाल्ने पानीसँगै। र यो पानी चाहिँ मजाले ड्राई आउट हुन्छ हाई फ्लेममा गरिसकेपछि। मसलामा चाहिँ नुडल्समा आउने मसलाहरू, भेजिटेबल सिजनिङ, यो स्पाइसी ससहरू जे छ सबै नै हाल्ने। नुन अलि नपुगे जस्तो लाग्यो भने चाहिँ थोरै नुन एड गर्न सक्नुहुन्छ। अब हाई हिटमा यसलाई मजाले फ्राई गर्ने, सबैमा मसलाहरू लाग्ने गरेर। र टपिङ्समा चाहिँ के मनपर्छ त्यही एड गर्न सक्नुहुन्छ। मैले चाहिँ आज ससेज र अन्डा युज गरेको छु। यहाँ हेर्नुहोस् त, हेर्दै खाउ लाग्दो यो नुडल्स फ्राई रेडी भइसकेको छ। यस्तो सजिलो छ बनाउन। माथिबाट थोरै धनिया पनि स्प्रिङ्कल गरेँ मैले र यो खानको लागि रेडी भयो। यो नुडल्स फ्राईको रेसिपी हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।